पुरै भरियो त। अनि हामीले चाहिँ सोधिरहनु भएको थियो के हो कसरी आएको हो कता हो भनेर यताउता गफ पनि गरियो। हुन्छ हुन्छ हेलो हेलो हरियो बोल्यो ल जाम अर्मला कोट हो तर त्यो ठाउँको ठ्याक्क त्यो ठाउँको नाम चाहिँ बिर्सिहाल्यो है। दौडिँदै छु। ओइ बाटो पुरै यस्तो क्या, म त भाग्नुपर्छ पुरै, म त पुरै हिँड्नुपर्छ क्या, बाटो सबै यस्तो। गाइस अरू त पछाडि हिँड्नु यताको भ्यू चाहिँ सिन चाहिँ दामी छ क्या होइन। चुको अभि हामीले चाहिँ सिरानी हाल्दै बिर्सिन्छ कि, अनि यहाँ ब्याग सिरानी हालेर अब कस्तो चिया खाइन्छ र के बनाउनु भयो चाहिँ? यो हाम्रै जडीबुटी हो के गाईबस्तुको लागि होला होइन, जुगाको लागि। यो लगाएपछि जुगाल लाग्दैन होइन। गच्छा नासे नि तो चाहिँ मोला नासे। हेलो नमस्ते, वेलकम ब्याक टु मेरो भ्लग है सबैजनालाई। अनि आज चाहिँ हामी कहाँ के कस्तो गर्दैछौँ भनेको थम्बनेल पनि देखिसक्नु भयो। अनि हो त्यही हो। सो त्यसलाई चाहिँ अब हामी यहाँबाट चाहिँ सुरु हुन्छ भने हामीले चाहिँ सुरु चाहिँ कसरी गर्दै यहाँ प्याकिङ गरेर गरिसकेको छौँ भने प्याकिङ भइसक्यो। अब चाहिँ हामी जान्छौँ। ल हामी चाहिँ निस्कियो। ए पुरै भरियो त यार त्यो सामानले। हामी चाहिँ अहिले यहाँ रामबजारमा छ ठ्याक्कै। हामीले टिलिक्कै पोल्यो यार, अगाडि त्यही पनि केही छैन, अहिले काम लाग्छ एकदम धेरै। ओके ल मेरो आउनु सकिँदैन हेर्दा मेरो हरियो बोले यहाँ मेरो हुन्छ हुन्छ ल हेलो हेलो हरियो बोल्यो ल जाम अहिले चाहिँ हामी यहाँ ट्याक्क अमर सिंह चोकमा छ है। अब पेट्रोल हाल्नु पर्यो। हामी यहाँ तेल हाल्न आइपुगेछौँ है। कतिको हाल्ने है तेल? 500 को हालौँ न है। 500 को ल 100 रुपियाँ बच्छ यार, पैसा सकियो। मनी मार्क्स किन्नुपर्छ क्या त्यही थियो त मार्क्स अनि कहाँ घरमा बिर्सिन्छ म त। अनि एउटा लिनु फेरि यो फेरि टिक्न चार्ज टिक्छ भने या टिक्न त अब कतिको टिक्छ है। अफ गर्नु उयो के हो तेरो ढक्कन त? ए ल भयो त ल धन्दै मैयाहरूसँग ठोकेको धन्दै दुईटा मैयाहरूसँग ठोकेको क्या दुईटा चियान्की परि। तर यस्तो हो कि त बोलेको मैले के बुझ्दैन होइन। अनि यहाँ चाहिँ रेकर्ड भइरहेको छ है। यति कुरा चाहिँ हो। अब हेरौँ त्यसै भनिदिने हो मोमोको पैसातिरै के अरे मोमोको पैसातिरै मोमोको उही छैन पैसै? अनलाइन छैन? अनलाइन त छ, अनलाइन हाल्दैन ल। अनि ठाउँसँग दामी छ। अब जहाँ जाँदा अँध्यारो हुन्छ अँध्यारो त हुँदैन तर रमझम हुन्छ ठ्याक्क। अब गएर ठ्याक्क भ्याइन्छ क्या ठिक्क। भल्यानबाट उता लामा चौडी सिक्ने बाटो र अनि हामी जाने ठाउँ बाटो यस्तो सेपरेट छ। त्यहाँबाट हामीले राइट हिँड्नुपर्छ। ए मणिपालको मुनि छ है। मणिपालको मुनि यो यसको तलपट्टि यो खोला छ, सेती खोला। सेती खोइ गण्डकी खोइ समथिङ छ। यहाँ नि पिकनिक स्पट चाहिँ छ नि त। दामी ताने स्कुटर त आज यार। पानीको थोपा नि पर्यो हौ। स्कुटर एक साइड हो भएकै हो। त्यही दामी भ्यू छ है त। माथि हो ल हामी चाहिँ अब बिस्तारै पोखरादेखि माथि डाँडातिर लाग्दैछौँ है त। अगाडिको त्यो दृश्य यस्तो छ, अगाडितिर जङ्गल उही लडलस बिस्तारै। अनि हामी खासमा काउडाँडा जान नि पाइयो तर काउडाँडामा माछालाई टेन्ट राख्ने ठाउँ छैन। अब
गाह्रो छ त्यहाँ चाहिँ। अब हामी जाने ठाउँ चाहिँ अर्मलाकोट के हो भन्ने ठाउँ थियो। अर्मलाकोट त अर्मलाकोट हो, तर त्यो ठाउँको ठ्याक्क त्यो ठाउँको नाम चाहिँ बिर्सिहाल्यो है। अघि अघि कसले भन्थ्यो कि मलाई इको रिसोर्ट रे इलिको म चाहिँ यहाँ भाग्दैछु। टाइम कति भयो? 5:47 भइसकेछ। यहाँ चाहिँ स्कुटरले नताने पानी रहेछ त खोला। ल चलो भगा त तान्छ ओ गर्मी भयो। ल भर्खरै मात्र हामीले दाउरा पनि पाइसकेका छौँ है। दौडिँदैछौँ। ओए बाटो पुरै यस्तो क्या, म त भाग्नुपर्छ पुरै, म त पुरै हिँड्नुपर्छ क्या, बाटो सबै यस्तो। हेर मेरो स्कुटर ल्यायो भने त डिब्बिचोक हुँदैछ। खै रे ल ल म वहाँबाट भागिरहेको त जाँदै गर होइन। ओइ माया बाटो चाहिँ अति नै छ। के अरे बाटो चाहिँ अति नै छ। अब लडिने बाटो अप्ठ्यारो हेऱ्यो है। अब यसलाई भाग भनेको त्यही भएर। भत्र भुत्र कस्तो छ अगाडि? कस्तो छ अगाडि? कस्तो दोस्तै रहेछ यार बाटो त। ला जान्न के हो यस्तो बाटो त कसरी जाने? कसरी गएको अस्ति? अस्ति त राम्रै थियो जस्तो लाग्थ्यो क्या यार, पानीले पारेर होला क्या। त्यो पनि हुन्छ त। त नबस् के नबस्। ओहो गोल माई गड। आयो त माथि हेर्न आयो त झन्। ए स्कुल धगले गयो त्यहाँ मुनिबाट। ड्राइभ स्लो है। यो पुरै स्कुल धकालेर त्यो डाँडामा पुरा डाँडामा पसिना यस्तो भयो। पसिना आएर ओपी लिएर म नि पानी खान्छु, त मात्रै खाने होस्। राख्नु त्यहाँ 1 2 3 टल्क्या त यार घामले पसिना आएको त्यस्तै। अनि घामले अनि उपर टल्क्या। है हामी चाहिँ अहिले यस्तो ठाउँमा आइपुग्यो। यहाँ पनि फार्म रहेछ क्या है। अनि गाई माथिको दृश्य हेर्नु नि, दृश्य यस्तो दामी छ कि यस्तो दामी छ। यो चाहिँ मलाई ओभर सही लाग्यो। म हिमालतिर आइपुगेँ म। हामी चाहिँ हिमालतिर आइपुग्यो। हामी हिमालतिर यो ल सामान प्याक गरौँ। यस्तो देखिन्छ यहाँबाट दृश्य चाहिँ। पोखरा घना बस्ती देख्नुभएको छ, पोखरा भएर यो है। अनि अब यस्तो के हामी मान्छे 2 जना अनि सामान 6 जनाको 3 जनाको अनि काम चाहिँ 4 जनाको भयो क्या अझै। अनि त्यो भएर अप्ठ्यारो भयो क्या गाइज। अरू त पछाडि हेर्नु यताको भ्यू चाहिँ सिन चाहिँ दामी छ क्या होइन। कस्तो आइरह अहिले ठिक छ। हामी चाहिँ डाँडै लागिरहेको छ। अनि लेकतिर ओ त्यहाँ नि घर रहेछ त यहाँ। खोइ देखिन मैले। ओइ म्यान नबसौँ भो। ए सर्प पो कतिको हरियो ब्राउन। कोही हेरेर हिँड राम्रोसँग मलाई। एक्लै फर्किन्छस्? म त बस्दिन्छु एक्लै। होइन त स्कुल जा, भोलि आइदिनु आइदिनु मलाई। सर्प देखेको चुको अभि।
म पनि जुगा ल हाम्रो टेन्ट चाहिँ यहाँ ठ्याक्कै यहाँ राख्छ अनि यहाँ माथिबाट पनि पानी हो रुखबाट पनि पानी हो अनि भ्यू पनि राम्रो आउँछ ठ्याक्क स्पोट चाहिँ चुज गरेको त्यही भएर यहाँ पनि एउटा गाउँ रहेछ है सो गाउँ देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ यो उनीको घाँस काट्न आएको थियो क्या यस्तो अनि यो चाहिँ काट्न आएको थियो यस्तरी भनेको त्यो निस्केर क्या यस्तरी यो छुट्टिएर यहाँ मुनि पस्केको क्या पुरा झाडी पुरै मारे होइन रास्तामा त यो माथि अडिरहेको छ हामी चाहिँ मुनिबाट सबै हेऱ्यो कि अब लगभग 7 बजिसक्यो अब हामी चाहिँ एकदम फास्ट गर्नुपर्ने हुन्छ है आइज ल अब त भट्टाबाट हातले चुडाउने क्या हातले नै बाँच्छ यो आइज न हामीले चाहिँ त्यहाँ मुनिबाट यो घाँसहरू चाहिँ ल्याइसक्यो लगभग अब रात पनि पर्न लागिसक्यो त्यो चाहिँ यहाँ ठाउँ खाली गर्छ हामी चाहिँ यो घाँस चाहिँ किन ल्याएको भन्दा यहाँ ओछ्याउने कि अनि त्यहाँबाट चाहिँ भिडियो नै हुँदैछ हाम्रो यार पुरै जुगल टोकरी यहाँ रगत आहा यो चाहिँ झाडीमा पसेको हामी जुगा यसलाई भन्छ यसलाई चाहिँ यसमा जुगा रहेछ अनि पुरै जुगा टोक्यो कि बाहिर जाने यो चाहिँ अहिले भित्र गएर बस्यो म चाहिँ यहाँ बाहिर अब आगो पुग्ने हो ओइ त्यहाँ उस गर्न अन्डा फ्रेस यस ल गाइस हाम्रो अन्डा नफुटे त धन्न है ओ माय गॉड सुते बा ओइ नसुत्न अनि यहाँ कुन भयो त ओ माय गॉड म सुते हेलो यता मेरो अन्डा उता जादु मैले खाने भनेको मलाई त्यो खान पाएँ म चाहिँ सुत्न खानु अहिले हामीलाई हाम्रो खानु पाकेर रेडी भइसकेको छ भने अनि त्यही हो सिङ्गल गर्न सिङ्गल डबल नगर हामीले चाहिँ सिरानी हाल्दै बिर्सेछ कि अनि यहाँ ब्याग सिरानी हालेर सुत्ने आज यस्तरी आज चाहिँ अब आजलाई चाहिँ गुड नाइट है त ल
गुड मर्निङ। म चाहिँ उठिसकेँ अहिले। यहाँबाट देखिने सिनहरू चाहिँ म तपाईँलाई यहाँ देखाउँछु ल। स्टार्ट। यहाँ चाहिँ ठ्याक्क सुकेको दाउरा रहेछ कि हिजो राति पानी परेको थियो, त्यो भएर नि हामीले ल्याएको दाउरा सबै उस भएछ कि के भन्छ नि भिजेछ। अहिले चाहिँ हामीले यहाँ आगो बालिसक्यो है। अब हामी के बनाउँछ है। जुका 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 हटाइदियो नि त ल्याउँ। अहिले चाहिँ हामी यहाँ अन्डा पकाउँदैछौँ है। अन्डा पकाउँदै बोइल गरिरहेको छ अन्डा। जुगा उता गएर फालौँ कि खाइरोस्। हामी चाहिँ हिजोदेखि यहाँ लिज थेरापी हान्दैछौँ राति के भन्छ अरे त्यो फ्रीमा है। अन्डा चाउचाउ अनि त्यो चाउचाउले के हुन्छ चाउचाउ भन्थ्यो बिर्सेको मैले। त्यो चाउचाउ बनाउनलाई अनि यहाँ चाहिँ दाउरा खोजेर आयो। गर्मी भइरहेछ। आया हाम्रो चिया बन्दैछ अहिले। माइक हाल। अब कस्तो चिया खाइन्छ र चिनी पग्ल्यो पग्लेन हेऱ्यो त। पग्लेछ है। खाइदिने रेडी खाइदिनु खाइदिनु ल। चियाको भाँडा ल हामीले चाहिँ अन्डा पकायो, चिया पाक्यो। अब चाहिँ हामी चाउचाउ पकाउनुतिर लाग्छौँ। चाउचाउ पकाउँदै गएर चाहिँ हामी चिया चाहिँ खाँदै गर्ने है। ल छान्ने कुरा खोइ छान्नु पर्दैन कि यो ठिक्रिन्छ कि लास्ट टाइममा आफै जाउँछ कि जरामा। खाना मन लागिसक्यो हौ, भोक लागिसक्यो के हो यहाँ त पोल्छ यार हातले। अनि यहाँ चाहिँ फेरि के भयो भन्दा हाम्रो उस ल्याउनै बिर्सेछ कि के भन्छ अरे ग्लास ल्याउनै बिर्सेछ। ग्लास अनि यहाँ जुगाड गरेर चाहिँ फेरि ग्लासको लाइफ ह्याक हो कि। लाइफ ह्याक सिक्नुपर्छ त्यो भएर होइन। सिक्नुपर्छ अब छिटो हाल्यो। लेमन काट्न पर्दैन है। यत्तिकै यस्तो निचा नि हातले। नुन चाख्नु के हो कस्तो पुल्यो यार। नुन के भन्छ चिनी चाख्दै भनेको। नपुगे थप्नु। चिनी चाख्न ठिक चाहिँ छैन, थप्नु नत्र। खै यार मेरो त रेडबुलको वास्ता। साँच्ची हो कि ल चाक त ल मासले रेडबुल आएको मेरोमा त। पखाल त लाँदा पखाल त चियाले पखाल्छु यार। चिन त लाग्यो है। चिन त लाग्यो कि खै के हो किन कराउने कि मान्छे बागाउँछ भन्नु नि कराउने। बागायो मासु भागिन्छ के कस्तो रेडबुल बनाएको नि के घिन लाग्दो यार। अट्याक गर्ने
यति त रातो भयो क्या यति मात्रै पोलेर भयो ल म चाक्छु पहिला फेरि खाना पर्ने हुन्छ कि ठिक छ कि यो त त्यो नमिठो रहेछ भनेपछि भयो भयो स्पेसल प्याकेज अन्डा त यार थाहा पाइदिइहाल्छु मैले ल अब चाहिँ हामी खाइसक्यो अब चाहिँ प्याकिङ गर्ने अनि त्यसपछि हामी अनि भिडियो गर्दै जाने है त्यो अब चाहिँ हामी त्यो टेन्ट खोलिरहेको छु भने म चाहिँ यो सामान प्याक गर्दैछु यस्तरी 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 खुट्टाले चुका चुका देखाएर खुट्टै हामी उता मुनि चाहिँ धारो छ धारामा गएर धुने हो अनि यहाँ माथि नै यस्तरी बाँधेको क्या यहाँदेखि सर यो रुखमा बाँधेको ऐच 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 गुड ल हामी चाहिँ प्याकिङ भइसक्यो हेरौँ बाटो बाटै अब कहाँ फाल्ने ठाउँ हुन्छ त्यहीँ फालिदिने जाँदैछौँ त है त हाम्रो भिडियो अहिले सक्यो होइन अझ मुनि गएर भाँडा धुनु छ अघि कालो गरेको भाँडा अनि त्यसपछि अनि हामी अरू भिडियो गर्दै जान्छौँ बाटो गयो हिजो कहाँबाट आएको यताबाट आएको जस्तो लाग्छ हिजो त बाटै छैन त यार हजुर जाडो भएन हजुर हामी यहीँ पोखराबाट अब के अरे गाउँ कता हो नि आफ्नो मेरो गाउँ लमजुङ हजुर के बनाउनु भयो चाहिँ यो हाम्रै जडीबुटीहरू के गाईबस्तुको लागि होला होइन जुगाको लागि ए यो लगाएपछि जुगाल लाग्यो भएन गन्छ गुरुङ त गुरुङ के गुरुङ पऱ्यो टुक्याप्री यसरी आएपछि त अनि आफ्नो दाजुभाइहरू यहाँ छ सोधपुछ गर्ने हो बस्ने हो आफन्त चिन्ने हो डाँडा गएर के चिन्छ र तिमीले त्यो त हो तर हामी चाहिँ डाँडामै बसेर यसो अनुभव गरौँ भन्ने तरिकाले आयो त्यो भएर उता गाउँतिर छिरेन बस्नु यतै हजुर भाषा जान्छ कि जान्दैन आफ्नो रम पोल परिदि फेरि तमु भाषा कति तमु रोसा तुसी जग्गा लोल लोल तमु आगु कति हेला लैन्यु रोसा नासर खाइदिरी रोसा परामा मुहारे रोसा तु झ्याँ खाइले जा सुयो खाइमा जा निवल तु खेगी म खाइले मु लिगिरे निल तमु त्रल तमु नासा मितो छ निल मोला नासा तौसरो खाबो तेरा नासर ती होइदिरी होमस्टे को मो वा होमस्टे को मो होमस्टे कर मी पे मो खाता पसल दिदी होमस्टे दिदी प्रिन्यो तान यो लेके परल मो तम अरु यसो थुमे अरु थुमे त खम्बी बिसमा बोखौ भरलाई होमस्टेले है ठ्याक्क छले खाइदिरी गाले रोसा यता उता तान मसे मिसी लाल्तो नि अब आउँदाखेरि यसरी बस्न आयो भने आफूहरू आउँदाखेरि चट्ट अलि जुगन आउने टाइममा अनि ग्रुपसँग बस्यो भने अनि गाउँको बुढोपाकाहरू नि जान्छ आफूहरूसँग रमाइलो गर्ने जग्गा चिनाइदिन्छु यता हो उता होइन आफूहरू मात्रै गरेर एउटा डाँडामा ठुस्स बसेर के काम भयो र न पानीको बाटो थाहा छ न जग्गाको बाटो थाहा छ त्यो गर्नुपर्छ कि तर ठाउँ त एकदम गजब रहेछ यो यसरी बस्नलाई भ्यू त्यहाँ माथि भएदेखि अलिकति त्यो पछाडि डाँडा देख्दैन त्योदेखि यति पुरै फनाक्कै गजब देखिने वहाँ माथि डाँडामा जानुपर्छ नि हिउँदोमा हिउँदोमा गयो भने हिमाल त यसरी टिपुन जस्तो हुन्छ त्यो माथिको डाँडाको नाम चाहिँ चौको डाँडा हो हजुर चौको डाँडा नासा मितोरा फिल्म लिएँ मोला डाँडा मोला डाँडा मोला नासा जुदाई सबै चौको डाँडा है लियु के अरे हाल त म जना आमामा लियु लियु ओहो
मापुसर यु म कति बिबो पहरो पनि मेरो पान लियो गरे हम चुके या बा ए हिउँ पर्छ कि हिउँ हिउँ पर्दाखेरि सबै आउने हो हिउँ खेल्ने अनि उहाँ सिन लिन्छ बाख्रा चराउन जानुपर्छ कि गर्दै ल जाम न जाने अब घरमा नि जाने बेला भयो 11 बजिसक्यो ल ल बाबाहरू है हामी ल जान्छु यहाँ चाहिँ यता गाउँकै बाबाहरू रहेछ गजब हो एकदम रमाइलो अनि हामीले चाहिँ सोधिरहनु भएको थियो के हो कसरी आएको हो कता हो भनेर यताउता गफ गरियो कुन साइड हो यो लामचौक एरिया हो यो दिप लामा चौहरू हो क्या माथि ह्याम्जा भयो के अरे ह्याम्जाको रोड होइन नयाँ कति गएर है कुन हो ह्याम्जा रोड त्यो पट्टिको अनि यो पनि ए हो त्यो पुल होइन त्यो हो जम ढिलो भयो गोरु नि रहेछ फेरि योबाट आयो पनि आइहाल्यो सो यो चाहिँ मेरो चेस्ट माउन्ट है क्यामेराको लागि ओ झर्छ स्कुटर बाटो यस्तो वाइल्ड छ फेरि ढुङ्गा हाल्यो हालौँ के पछि क्या यो भाग्य जस्तो लागेर मलाई पछि क्या यो बोरा मान्छे छ होला फेरि बाटो खुसी भएको त्यत्रो अफरोड हिँड्यो फेरि अफरोड सुरु भयो यार हामी चाहिँ अहिले अमर सिंह चौक आइपुग्यो है देख्न सक्नुहुन्छ अब चाहिँ डाइरेक्ट घर पुगेर भेट्नेछौँ बल्ल आइपुग्यो इन्जोय हामीले पोलिरहेछ मेरो स्कुटर स्मार्ट किलिङको खुल्लै रहेछ अन रहेछ अनि म तपाईँले एउटा मेरो नयाँ प्रोजेक्ट देखाउने छु पछि स्मार्ट किलिङ भन्नेको यसको भिडियो नि पछि छिट्टै आउनेछ भन्दै होइन ल हामी चाहिँ जहाँबाट स्टार्ट गरेको थियौँ त्यहीँबाट त्यहीँ आइपुग्यो अनि अब यो भिडियो चाहिँ यहीँ एन्डिङ भएको घोषणा गर्दै यदि मन परेमा लाइक गर्ने र केही भन्नु छ भने केही क्वेरीहरू छ भने चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला हस् त च्यानल सब्सक्राइब गर्नु अनि त्यसपछि आउने भिडियोको लागि चाहिँ स्टे ट्युन है त थ्याङ्क यू